यो खेतमा अहिले मैले डाइरेक्ट बाँझोमा धान छरेको थिएँ र रिजल्ट चाहिँ यस्तो आएको छ। खास के हो त भन्दाखेरि अझै यो राम्रो बनाउन सकिन्थ्यो। यसमा बिचमा सामाहरू चाहिँ अत्याधिक उम्रिदियो र हामीले त्यो सेलेक्टिभ जुन हाल्यौँ त्यो समयमा हाल्न पाइएन। 15-20 दिन चाहिँ अलिकति ढिला भयो। त्यस कारणले गर्दाखेरि यो यतापट्टिको भागमा यो यतिको एकदम राम्रो हो। लगभग रोपे बराबरै फलेको छ। थोरै तल झरम यहाँनिर चाहिँ यो यतिको बाला हाल्नु भनेको धेरै राम्रो हो है साथीहरू। अब यो लगभग रोपे जस्तै फलेको छ। मैले यो डोबेको कोही कोही ठाउँमा ट्याक डोबेको, तर जुन यो झारहरू छ पछि चाहिँ झार नियन्त्रण भएछ। तर यसरी तपाईँको यो बिचमा सामा उम्रियो। एकजना साथीले चाहिँ सट्लाका काटेर पनि लानुभयो र यसरी यतिको यो हुनु भनेको एकदम राम्रो हो है धान। तपाईँहरूले हेर्न सक्नुहुन्छ। अब यसरी हामीले अझ थोरै टेक्निक अलि सुरुमै यस्तो पहाडी क्षेत्रहरूमा वैशाखमै हामीले चाहिँ डोब्न सक्यौँ र सेलेक्टिभ हामीले ठक्क उम्रेर 4-5 उमल लामो भइसकेपछि धेरै झार ठुलो बसी मर्दैन। त्यसपछि हामीले गऱ्यौँ भने यसरी धानको हामीले उत्पादन चाहिँ गर्न सक्छौँ। यो डाइरेक्ट बाँझोमा बिना खनजोत लगाएको। अब फेरि के भयो त भन्दाखेरि यतापट्टितिर मुल उठ्थ्यो। मुल उठेपछि यतातिर चाहिँ तपाईँको धान त उम्रिएको थियो। उम्रे पनि हामीले यो सामाको कारणले घाँसको रूपमा प्रयोग गऱ्यौँ। धेरै सामा उम्रो, सामा मरेन, सेलेक्टिभली काम गरेन मुल उठिसकेपछि। त्यसपछि यतापट्टि चाहिँ खासै त्यो सबै घाँसले खाइदियो। अनि अलिअलि भएको चाहिँ मैले फेरि आज काट्न आएको छु। तर यहाँबाट यताको चाहिँ ठिक्क एकदम वातावरण ठ्याक्क मिलेको थियो र सबै यताको अलिकति सक्सेस भएको छ। अब हामी अर्को वर्षबाट चाहिँ 100% हामीले चाहिँ धान उत्पादन गर्न सक्छौँ। त्यही हो, पहाडी क्षेत्रमा अलिकति वैशाखमै हामीले लगाउनु पऱ्यो। अनि वैशाखमै लगाएपछि त्यसपछि अनि ठ्याक्क समयमा सेलेक्टिभ हालिदिएपछि धान उत्पादन हाम्रो राम्रो हुन्छ। अब म एकछिन काट्छु। हजुर।